कहीं रोलर कोस्टर राइड भिडियो गर्दै मेरो त कस्तो हार्टबिट बढेर आयो Hey guys, welcome back to my channel. If you are new to my channel, this is me Pooja and please do not forget to subscribe my channel. So म चाहिँ दसैँ मनाउन मेरो साथीको घर आएको थिएँ क्रेफेल्ड हैन अनि आज चाहिँ म गइरहेको छु जर्मनीमा अम्युजमेन्ट पार्क त्यसको नाम चाहिँ फ्यान्टासिया ल्यान्ड हो अनि यो चाहिँ क्लोनमा छ अनि मेरो साथीकोबाट क्लोन जान चाहिँ लाइक 1 आवर ट्रेनमा अनि त्यहाँबाट चाहिँ हामीले फ्यान्टासिया ल्यान्डको लागि अर्को ट्रेन अनि बस लिनुपर्छ त्यो चाहिँ क्लोनको ब्रुल सिटीमा छ हैन सो आई एम सो एक्साइटेड बट देन वेदर आज त लाइक 70% रेन देखाइरहेको छ हैन कस्तो चिसो पनि छ के त्यही पनि अब हामीले टिकट लिइसकेको थियो हैन अनि अब जानै पर्यो अनि यो फ्यान्टासिया ल्यान्डको टिकट चाहिँ लाइक 68 युरो हो नर्मल टिकट चाहिँ तर एभ्री फर्स्ट मन्थ लाइक हरेक महिनाको लाइक 10 कि 15 गतेसम्म अगाडि चाहिँ अहिले टिकटहरू चाहिँ सेलमा थियो कि किनकि अफ सिजन भयो भने चाहिँ सेलमा राख्छ कि उनीहरूले लाइक 15 दिन अगाडि पछि एक महिनाको लागि 15 दिन अगाडि अनि हामीले चाहिँ टिकट सायद 32 युरोमा लिएको थियो हैन तर त्यसको ओरिजिनल प्राइस चाहिँ 68 युरो थियो सो हामीले चाहिँ डिस्काउन्टमा टिकट लिएको एन्ड मसँग चाहिँ मेरो साथी छ अर्को एकजना ऊ चाहिँ गिसेनबाट आइरहेको छ अनि उसलाई चाहिँ म क्लोनमा भेट्छु अनि हामी सँगै जान्छौँ सो या फाइनल्ली आज मैले मेरो नयाँ जुत्ता लगाएँ हैन तर जाडो भएर मेरो आउटफिट चेक चाहिँ केही राम्रो हुनेवाला छैन किनकि मैले यो आउटफिटको लागि ज्याकेट केही पनि लिएको थिएन मैले सोचेकै थिएन यस्तो चिसो हुन्छ भनेर बट दिस इज जर्मनी हैन मेरो ट्र्याम्प आयो लेट्स गो खाना पाइपुग्यो अहिले मेरो 5 मिनटमा ट्रेन छ कि म कति के अरे टाइम छ भन्दा कस्तो रिल्याक्स पारामा हिँडिरहेको थिएँ कि होपफुली पानी नपरोस् किनकि अलिअलि पानी छिटाइरहेछ नभए त हाम्रो पैसा खेर जान्छ बट देन त्यो इन्डोर पनि होला धेरै कुराहरू हैन सो मैले जुन ट्रेन लिनुपर्ने थियो नि त्यसको चाहिँ यसको स्टप क्यान्सल गर्दैछ कि कस्तो रिस उठ्दो अब यसै त हामीलाई फ्यान्टासिया ल्यान्डमा टाइम पुग्दैन भइरहेको थियो किनकि कति धेरै लाइक थिम पार्कहरू छ त्यहाँभित्र अनि 7 बजीमा त खुल्छ अब यसै म लेट जाने भयो कि कस्तो रिस उठ्दो आज जर्मनीमा पब्लिक होलिडे पनि हो कि तर ट्रेनमा जहिले ट्रेन इस्युहरू जहिले यस्तै भइरहेको छ के भइरहेको छ 1 घन्टा कुर्नुपर्ने भयो होपफुल्ली त्यो अर्को पनि आओस् त्यो पनि आएन भने त अनि गयो दिनखेर गयो यसै त वेदरले यस्तो पारा तताइरहेछ अब त्यो माथि ट्रेन तर त्यही ट्रेन कुरिरहेको रहेछ कति धेरै मान्छे छ होपफुल्ली क्यान्सल हुँदैन होला किनकि अहिलेसम्म केही पनि इन्फर्मेसन छैन बट इट्स सो कोल्ड एन्ड द ट्रेन इज हियर ट्रेन चाहिँ आयो बस्नु अब ढिलै भए पनि पुगिन्छ क्लोन पुग्यो भने त फ्यान्टासिया ल्यान्डमा पुग्छु त चिसो छ बाहिर ट्रेन कति तातो छ हामी म होइन क्लोन आइएको म झर्ने बेला भयो नि यो ट्रेनमा त इङ्ग्लिसमा पनि लाइक अनाउन्समेन्ट गरेको कि जहिले पनि लाइक ट्रेनको लास्ट स्टेसन छ भने चाहिँ आइपुग्यो स्टेसन अनि बाई भन्छ थिएन अनि इङ्ग्लिसमा पनि बोलिरहेको लेट्स गो एन्ड फाइन्ड द प्लेटफर्म नम्बर मेरो चाहिँ प्लेटफर्म नम्बर ND-बाट छ मेरो साथी पनि भेटाएँ से हाई अब चाहिँ हाम्रो ट्रेन पनि आयो यहाँबाट चाहिँ हामी ब्रुल जाँदैछौँ त्यो चाहिँ जस्ट 20 मिनट्सको छ अनि त्यहाँबाट चाहिँ बस लिनुपर्छ आइदर वी टेक बस र हामी हिँड्छ अनि ट्रेन चाहिँ कस्तो प्याक रहेछ हैन Guys, we have to get down at Brühl, but we were so busy talking, we missed our stuff, and now we are going to another station. Wow! Oh God! Maybe there's a tram back. Today, अहिले बोन हाफबान्डमा आइपुग्यो हैन अब यहाँबाट हामीले ट्रेन प्याक लिनुपर्छ. Wow! So this is बोन. अनि त्यहीँनेरि प्राइममा रहेछ के. चाहिँ ब्रुल आइपुग्यौँ अब यहाँबाट चाहिँ हामीले बस लिनुपर्छ फ्यान्टासिया ल्यान्डको लागि त्यो चाहिँ 25 मिनट्सको छ ओके प्यालेस जस्तो देख्यो कस्तो राम्रो रहेछ तर भित्र जाने टाइम छैन अब हामी बस स्टप खोजिरहेछ लेट्स गो
यो चाहिँ भेट टाइम होइन, यो चाहिँ फ्यान्टास्टाल्यान्ड पुर्याइदिन्छ यो बसले चाहिँ हामीलाई। हामीले चाहिँ यो चाहिँ सटल बस रहेछ होइन, यो चाहिँ टिकीले कभर गरेन अनि हामीले चाहिँ टिकट लिनु पऱ्यो। यसको चाहिँ 5 युरो पऱ्यो अनि यो चाहिँ लाइक आउने जाने दुइटैको लागि। हामी चाहिँ फ्यान्टास्टाल्यान्ड आइपुग्यौँ। अब हाम्रो टिकट चाहिँ अनलाइन छ होइन, कहाँ गएर टिकट देखाउने हो हेरौँ, सायद स्क्यान गर्ने होला। ओके, इट इज द स्क्यानर सिस्टम। इट इज सो प्रिटी। त्यहाँ चाहिँ गाइड पनि रहेछ। यो त कति ठुलो होला। It's like a small village inside. Oh my god, it feels like we are in a fairy tale, in a Disney movie. Okay, I have something for us. Ta-da! I need to wear this. Oh, it looks so nice. यो चाहिँ हाम्रो लकरको लागि अनि कस्तो इन्ट्रेस्टिङ रहेछ कि यो चाहिँ रिस्टमा बाँधेपछि अनि चाबी चाहिँ अनलक हुँदो रहेछ कि। हाम्रो फर्स्ट राइड रहेछ यो घोडामा चढ्ने चाहिँ। म्याप पनि छैन, म्यापमा चाहिँ डिटेल छ कि कहाँ के छ भनेर। यो चाहिँ एकदम ठुलो रहेछ। अब हामी चाहिँ म्याप हेर्दै अलिअलि के ट्राई गर्न मिल्छ गर्छौँ। अब चाहिँ एउटा राइड गइरहेछ अनि पुरै कनेक्टेड रहेछ कि यो राइड गरेर चाहिँ अर्को ठाउँ पुग्दो रहेछ कि। लेट्स सी। घोडा त त्यस्तो रमाइलो थिएन। थीम पार्कको नामहरू रहेछ किन अहिले चाहिँ हामी अफ्रिकामा छौँ होइन। अनि ठ्याक्क यो डेकोरेसन पनि त्यसरी रहेछ कि। हामीले चाहिँ एउटा क्यारेक्टर देख्यौँ होइन, कस्तो क्युट। We are in Africa. Oh my god, Sarah, how do you feel being in Africa? And this is the ride we are going to take. Come. Oh, I'm so excited. House of Books. यहाँ चाहिँ पुरै अफ्रिकन थीम छ कि होइन, तर अब हामी सबै त हेर्दैन। Oh, they have a sewing machine too. Sewing machine. राइडको लागि चाहिँ हामीले 45 मिनट वेट गर्नुपर्ने रहेछ होइन। I'm in Africa. Oh, it's downhill. अब यो खेल्न चाहिँ हामीले 45 मिनट्स वेट गर्नुपर्छ होइन। 45 मिनट्स वेट गरेको लाइक 20 मिनट्स गयो होइन, अनि कस्तो लामो लागिसक्यो। वाटरफल पनि रहेछ, कोइन पनि फ्यालिला रहेछ मान्छेहरूले। या अफ्रिकन म्युजिक डान्स 5 minutes बगै छैन। Why are there so much coins? There should be fish. This is the ride area. This is us before the ride black. Bamba. This one was so scary, we couldn't even open our eyes. Going on. Oh my god, I can't walk properly. Oh my god. Wow. I'm never going on that ride. Okay guys, the ride was so scary. I'm never going on any roller coaster ride. We couldn't even walk properly. Water slide खेल्न गइरहेको चियापास. Maybe we should wait here. फ्यान्टास्टाल्यान्डमा चाहिँ होइन 5वटा डिफ्रेन्ट थीम पार्क छ कि। एउटा भनेको बर्लिन, मेक्सिको, चाइना टाउन, डिप इन अफ्रिका, अनि एउटा मिस्ट्री भन्ने। अनि त्यहाँ चाहिँ डिफ्रेन्ट लाइक थिममा चाहिँ डिफ्रेन्ट राइडहरू छ। अनि अब चाहिँ हामी आई थिङ्क मेक्सिकोको वाटर स्लाइड, मेक्सिको थिममा वाटर स्लाइड गर्न आँटेको। नि यहाँभित्र चाहिँ होटलहरू पनि छ कि होइन, जहाँ चाहिँ आएर बस्न मिल्छ। अनि कति धेरै रेस्टुरेन्टहरू रहेछ, मान्छेहरू यत्तिकै रेस्टुरेन्टमा बसेर चिल पनि गरिरहेको छ कि लाइक त्यस्तो नखेलिकन। बट रोलर कोस्टर खेलेर मेरो त सातो गयो। Oh my god, the water slide looks so nice. म्याप चाहिँ एकदम इम्पोर्टेन्ट रहेछ किनकि
हराउन सक्छ अनि म्याप भयो भने इजी हुन्छ कुन कहाँ छ भनेर हेर्नको लागि अनि मेरो साथीले म्याप हेरिरहेको छ होइन म चाहिँ एज अ ट्राभल प्रिन्सेसलाई फलो गरिरहेको छु Sarah, how are you? Is this the entrance? Okay. The waiting time छैन है 1 minute मात्र छ होपफुल्ली त्यस्तो स्केरी नहोस् Wow, we are going to ride that. We are in Mexico. Okay, it's the theme park. This is the ride we are going to take. पानीले सबै भिज्यो होइन मेरो त जुत्ता सबै भिज्यो उसको त पुरै प्यान्टै भिजेको क्या ऊ फर्स्टमा बसेको थियो नि त अनि अब यहाँ गयो भने एउटा ड्रायर सेक्सन छ अरे जहाँ हामीले ट्राई गर्न मिल्छ अरे 2 युरो पे गरेर दिस इज द ड्रायर सेक्सन डु द अटोमेटिक ड्रायर हियर सी द टेक्नोलोजी डेकोरेसन वी क्यान पुट इट This is the Mexico theme park. हामी चाहिँ अहिले मेक्सिकनमा छौँ मेक्सिकोमा छौँ नट मेक्सिकन Going to try churros. So हामी चाहिँ हाम्रो ट्रिप प्लान गरिरहेको थियो किनभने हामीले सबै रोलर कोस्टर फ्री फल रनिङ सबै हटायो कि बिकज इट वाज सो स्केरी अहिलेको यो वाटर त कति अलिक ठिकै थियो होइन त्यो एउटा डाउन मात्रै जानुपर्ने थियो एन्ड देन अब चाहिँ हामी लाइक सिम्पल नर्मल कुराहरू मात्र गर्छ राइडहरू त्यस्तो धेरै राइड लिँदैन होला किनकि त्यो फर्स्टमा खेलेको रोलर कोस्टर यस्तो स्केरी थियो Sarah, tell us our plan. What are we going to do? Anything that's not scary, that does not involve a coaster, that is safe and fun. Yeah. सातो गयो फर्स्ट राइडमै त्यही भएर अब हामीले के पनि खेल्दैन It's a marketplace. ए चुरोस खान लागेको हामीसँग चाहिँ होइन 6वटा चुरोन छ विथ स्ट्रबेरी सस अनि यसको प्राइस चाहिँ 7.70 हामी चाइना टाउन गइरहेछौँ मेरो सोर्स हुनेछ कि छैन होइन नो हामी मेक्सिकोमा थियौँ अब हामी गइरहेछौँ चाइना रोलर कोस्टर राइड हो होइन हामी चाहिँ गर्नेवाला छैनौँ इट लुक्स सो स्केरी अलरेडी ओके 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 आयो I'm not going to try. It is too fast. By the video कि म यो हैन खेलौँ कि भन्नेमा सोचिरहेको थिएँ हैन त्यस्तो गाह्रो छैन होला जस्तो लाग्यो तर भिडियो गर्दै मेरो त कस्तो हार्टबिट बढेर आयो. I'm not going to play this. This place is nice. It's full of people. The town is beautiful. China is China. Wow, you can smoke everywhere. Is there a place? I mean, where? We are at China. Video. This will have something like. Oh, you have a dragon. Take a picture of the dragon. Okay. Fine.
Fantasyland. If I could get that job, I would be happy. Hi, dragon. That is beautiful. Oh, good. I feel so sorry. Ghost train. हामी ghost train ride गर्न आँटेको. यो चाहिँ चाइना टाउनमा रहेछ हैन. अनि चाइना टाउन is so pretty. See? Welcome to China. Train जाने बाटो त already dark छ के कस्तो scary हो. Sarah, don't leave me. China likes to scare people. हाम्रो ghost ride train चाहिँ सुरु भयो हैन लाइट छैन त्यही भएर के पनि देखेको छैन. Hi ghost, please do not scare me. I don't want to be scared. Oh, back hit the back light. Oh, Sarah, don't look up. What if the ghost come from upside? Ooh, wait. Oh wait, no. Oh my God! Oh my God! It's like a cosplay. It's creative. It's like going through a journey. Yeah. Hi, Baze. Baze, Bozura, bye bye. This is the biggest plot twist. We were sitting with the ghost all over. Oh my God, I like this part. It was surprising. Ooh, what is this? Masan Ghat. Ghost ride बाट चाहिँ आयौँ हैन अनि त्यहाँ चाहिँ के पनि थिएन डिफ्रेन्ट क्यारेक्टरहरू छ अनि अलिकति स्केरी म्युजिक थियो त्यस्तो डर लाग्दैन किन रिल्याक्सिङ थियो हैन रमाइलो भयो. अब हामी टोयलेट खोजिरहेछ. टोयलेट चाहिँ यहाँ धन्न फ्री रहेछ अनि एउटा राम्रो भनेको चाहिँ त्यसमा यो मोनिटरहरू छ अनि त्यहाँ चाहिँ इन्फर्मेसनहरू छ. सरी चाहिँ हामी प्यालेसभित्र छिर्न आँटेको. यसको वेटिङ टाइम चाहिँ 10 मिनट छ. पहिला बाहिर प्ले भयो अनि ढोका खोले अनि भित्र बस्न भन्ने चाहिँ अब यो राइड हुन्छ जस्तो लागिरहेको मलाई. आई थिङ्क वी आर गोइङ टु फाइट. यो त होल प्लेस कस्तो राउन्ड राउन्ड घुम्न थाल्यो. Berlin is so lively, full of people because Berlin is Berlin. I want to eat German food but not the red one. I'm going to try Maus de Chocolade. Going to shoot something and we got
those glasses too. Let's see. We are here. We are going to zoo. Locker चाहिँ यसरी हुन्छ. Yay! Go roller coaster ride which is called Fly. यो पनि हामी ट्राई गर्नेवाला छैन. Let's go. पानी पर्न थालेछ. चाहिँ हामी फ्यान्टासील्यान्ड जान आँटेको हैन. त्यो चाहिँ लास्ट थीम पार्क. अनि अझै चिसो भयो कि पानी पर्न लागेछ. पानी परिरहेको थियो. अहिले फेरि रोक्यो है. अब 2 घण्टा मात्र बाँकी छ. यो चाहिँ राइडहरू चाहिँ सबै 6 बजे बन्द हुन्छ. अनि साइड पार्क चाहिँ 9 बजे खुल्छ. कति चाहिँ क्रास गर्ने होला. This is Berlin. Okay, Fantasyland. Let's go. अब हामी खेल्न आँटेको छौँ क्रेजी ब्याट. Wow. Oh, I think this is the ride along the village. Oh, this is so cute. Wow. Going to try this one. Up and down, Daddy. Oh, Fantasyland is beautiful. हैन अनि तलमाथि गर्दो रहेछ. The dog. I think we are the most scared people in this park. We too. We are still. Okay. बोट राइड हैन वाटर राइड गर्न आएको हामी फन पार्क तिर गर्थ्यौ नि हो त्यस्तो खालको. Then let's go. We are going to ride the boat. And यो चाहिँ लेक हो रहेछ भनौं न. कहाँ आइपुगे म. हाम्रो बोट राइड चाहिँ सुरु भयो तर हामी चाहिँ सँगै बस्न मिलेन किनकि ब्यालेन्स गर्नु पर्यो अनि बोटमा अरू कोही पनि छैन नि त. अनि यो चाहिँ 7 मिनट्सको रहेछ. ओके लेट्स ह्याभ फन. दिस इज द फ्यान्टासील्यान्ड. सो अहिलेसम्म चाहिँ हामीले 5वटा कि 6वटा राइड गऱ्यो होइन. अनि अब फर्स्टकोमा मात्र धेरै कुद्नु परेको थियो 45 मिनट. अरूमा त छैन. अब हामी क्रेजी राइड गर्न आँटेको नि त्यसमा 35 मिनट्स छ होइन. अनि अब यो 6 बजे बन्द भइहाल्छ नि त. अब हामीले धेरै केही पनि गर्न सक्दैन. अनि मेरो चाहिँ फेभरेट चाहिँ त्यो पानीमा गुडेकोवाला थियो कि होइन. रमाइलो भइरहेको छ. पहिला चाहिँ मलाई यो फ्यान्टासील्यान्ड कस्तो ठुलो भएको थिएन. अब घुम्दै गएपछि कति पनि रहेन चाहिँ सानै रहेछ भन्ने फिल भइरहेको थियो. I'm so happy. So they want to make people walk. फेरि उता जानको लागि चाहिँ हामीले 1 राउन्ड हान्नु पर्दो रहेछ. Oh, this is irritating, but okay. We are having a nature walk. Oh, what is this? Maybe they want people to come and see this side also. हामी क्रेजी ब्याट ट्राई गर्न आँटेको. त्यसमा चाहिँ भिआर लाउने नि सायद ब्याटहरू चाहिँ हाम्रो आँखाबाट फ्लाइ हुन्छ होला कि होइन.
25 minutes मात्र रहेछ वेटिङ टाइम. I'm tired now. Okay. So हामीले चाहिँ we tried the crazy bat ride and it was so nice. Like सबै VR एक्सप्रेसनहरु थियो नि. हामी चाहिँ डिफ्रेन्ट थिममा के रोलर कोस्टर राइडमा गइरहेको थियो कि हैन त्यस्तो स्केरी थिएन कि मैले चाहिँ सोचेको थिएँ कि ब्याटहरु आएर हामीले तर्साउँछ नि हामीले फाइट खेल्ने होला भनेर बट हामी चाहिँ थिम लेनमा गइरहेको थियो कि हैन कस्तो राम्रो थियो. How did you like it, Sarah? Oh, it was nice. The VR one was so good. I wasn't afraid because I knew I'm not like seeing anything and seeing visuals. And there was a scene where we were on a mountain. Oh, that was the ice part. Yeah, so cool. So now we are being brave and confident and going to try the fly thing. I want to. Well, let's go now. Okay, this is the last thing. If Okay. I don't like it, I want to go on the bad thingy again. Okay. Guys, we tried fly high and at first Sarah didn't want to try but still loved it. I'm scared. And she's like, this is her Favorite so far. favorite so far. Are you kidding me? Oh my god. Still my heart is beating so fast. Ooh, why did I even say I could do this? With the fly. I was regretting it in my whole ride. Ah, so you should thank me. You were Thank you. you were like you want to kill me. I think maybe in my subconscious, I wanted to go on it. That's why I suggested it. But then I got too scared because of Black Mamba. I thought I would be brave and try this. No. Guys, हाम्रो फ्यान्टासील्यान्डको टुर चाहिँ सक्यो होइन अनि फ्यान्टासील्यान्ड चाहिँ 6 बजे बन्द हुँदो रहेछ अनि हामीले चाहिँ केही खान्छौँ भने चाहिँ लाइक राइडहरू चाहिँ 6 बजे बन्द हुने अनि अरू चाहिँ खुल्लै हुन्छ होला नि 6 बजे सबै खानेकुरा फुड स्टल सबै बन्द हुँदो रहेछ कि अब चाहिँ अनि के अरे सबै नै बन्द भयो नि मान्छेहरूले सिराएको छ नि हामी बिहान सटल बसबाट आएको हो नि त अनि लाइक त्यो सटल बस कुदिरहेको त्यसको लागि पनि लाइन छ होइन 20 मिनटपछि लाइन आउँछ होला सो रमाइलो भयो राइडहरू चाहिँ एकदम डर लाग्दो थियो म लाइफमा कहिले पनि अब रोलर कोस्टर गर्दिनँ होला लाइफमा त नभनौँ होइन गर्न त गर्छु होला होइन अनि फ्यान्टासील्यान्ड राम्रै लाग्यो त्यस्तो वाउ चाहिँ लागेन होइन किनकि अम्युजमेन्ट पार्क अनि राइडहरू धेरै अनि त्यस्तो धेरै अलिकति डिज्नी भाइब दिने टाइपको चाहिँ देख्नु होला त यो डिज्नील्यान्ड हुँदा पनि होइन But did you understand, Sarah? It's not as wow as the Disney one, and it's good. Everything was closed by 6 p.m. Wow. And because of that, now you're waiting in line for the bus. Shuttle So bus. then, okay, how do you feel about today? How do you feel about Fantasyland? Yeah, we had fun and we had pretty good time. Yeah, it was nice. And- Waiting time was also okay. But Yeah, it was not that long. long. Yeah, the only Black Mamba was the one that was longest, but that was That not was the ride that was good. Scariest one. And we had fun. Then अब चाहिँ हामी क्लोन जान्छौँ अनि त्यहाँबाट हामी एकछिन क्लोन घुमेर चाहिँ हामी इनाकोमा जान्छौँ मेरो साथीकोमा अनि भोलि त्यहाँबाट हामी आख्यान गएर घिसेन फर्किन्छौँ सो त्यति हो मेरो प्लान अनि मेरो के अरे फोनमा स्टोरेज सकेको छ म भिडियो कन्टिन्यू गर्दिनँ थ्याङ्क यू फर वाचिङ एन्ड डु नट फर्गेट टु सब्सक्राइब माई च्यानल अफ विडर जैन Oh, I have to say, oh, sorry.